थियो नि त पढाइ रुममै ल्याएर फेरि फर्काउनु जाँदैछ अहिले चाहिँ। अब रोटी खानुपर्छ होला यहीँनिर। हामी चाहिँ यहाँ अर्ली मर्निङ सब्जी मन्डी आइरहेको छ सब्जी गर्नुको लागि होइन। अन्त चाहिँ पेम दिदीहरू चाहिँ कता गयो भने चाहिँ नि भेना चाहिँ पर गाडी पार्क गरिरहेको छ। यहाँ चाहिँ पेम दिदी झिङ्गे माछा किन्नु आएको अरे, कता गयो हो। झोला चाहिँ पुऱ्याउनु आएको नि म। अहिले फेरि हामी बिहानै परबाट रुमबाट निस्केर चाहिँ सपिङ गर्न थालेको, किनभने चाहिँ सब्जी चाहिँ गरिहालेको अहिले बिहानै होइन। अहिले भरि चाहिँ अब डाइरेक्ट जानु पऱ्यो नि त अब हामीहरू अरू सपिङ गर्दाखेरि यो भ्याउँदैन, यो जग्गा पनि आउँदैन भनेर चाहिँ हामी यहाँ गरिहालेको हो। ए यहाँ रहेछ जहाँ जहाँ जे जे पाउँछ खाँदै हिँड्नुपर्छ है। यस्तो मिठो हो भोक लागेर हो। प्लेन का बता दो, माइका कलर है। 7:29 भइसक्यो। हामीले चाहिँ बिहानै रोटी खाएको थियो होइन। अहिलेसम्म खाना खानु पनि पाएको छैन। अब चाहिँ नि खाना भन्दा पनि खाजा भन्दा पनि डिनर भन्दा पनि एकैचोटि खाने पुरा भोक लागिरहेछ। पेन्टी गर्न जस्तो झरिसक्यो हो। अझ एक थाली यहाँ มีเท่าไหร่ टेस्टी अर्कै अर्को माछा हुन्छ डिफ्रेन्ट डिफ्रेन्ट माछा बेला आयो म उयो लिएर आउनु पर्यो तातो पानी छ नि यहाँनिर जग जग छैन नि यहाँनिर जग हुनु त्यस्तो हुँदो रहेछ यहाँतिर नि तातो पानीको जग स्याम्पू लिएर आउनु पर्यो स्याम्पू यहीँ होटलको यहीँनिर रहेछ तर स्याम्पू मात्रै रहेछ कन्डिसनर छैन रहेछ नि त एक्चुअली आज चाहिँ बस्ने भएको थिएन नि त होइन हामी चाहिँ यो होटलमा माथि 4th फ्लोरमा छ हामी चाहिँ हो अन्त भेनाहरू चाहिँ कहाँ जानुभयो थाहा भएन माथि बसेको छ हामी चाहिँ अनप्लान आज बेलुका ढिलो भयो नि त सपिङहरू गर्दै ढिलो भयो त्यहाँदेखि बसिहालेको आज पनि 2 डेज भयो कि स्याम्पू लिएर आएको म चाहिँ हो यहाँ हेर्नु न लिफ्ट चाहिँ खतरनाक छ जबसम्म यो लिफ्ट चाहिँ यसरी सटर दुईवटा बन्द गर्दैन तबसम्म लिफ्ट चल्दैन रहेछ अनि ल यहाँबाट भ्यू कस्तो देख्दैछ देखाउँछु तपाईँहरूलाई यो चाहिँ भित्रको गल्ली हो नि त होइन गुरुद्वारको छेउमा बसेको छ हामी चाहिँ यो चाहिँ बसेको छ भेनाहरूको हामी चाहिँ हामी रेडी भएको 10 बजिसकेछ दोकान खुलेको छ जस्तो लागेन नि 10:30 भन्यो 10:30 मा पिक गर्नु ल भन्यो सामान के हाम्रो अन्त चाहिँ पिक गर्ने गएको उही त उ देखाइरहेको छ ऊ यही हो पिक गर्नुपर्ने कस्तो तातो हावा आउँदैछ भन्नु यस्तो रहेछ
खतरा गर्मी रहेछ आज त भगवान क्या खतरा जस्तै गर्ने अब चाहिँ हामी खानाको लागि बस्न थालेको यहाँनिर हो पुरा गरम रहेछ यहाँ त कस्तो मिठो देख्यो हेलो एभ्रिवान अहिले चाहिँ हामी घर आइपुगिसकेको छ पेन्दी चाहिँ सुतिसकेको छ हो खाना चाहिँ नपकाएको भोक चाहिँ लागेको छैन फिलहाल किनभने चाहिँ सिलगढीबाट हिँड्दा 11 कति बजी घडी हेरिनँ आज मैले अन्तखेरि चाहिँ भोक लागिरहेको थियो बाटोमा त्यतिकै आएँ त्यहाँदेखि चाहिँ कहाँनिर खाएँ लाबरबोटे भन्ने जग्गामा चाहिँ खाना यस्तो डरलाग्दो खाएँ मैले होइन सबैजनाले मजाले खाना खाएँ स्टिल अहिलेसम्म मलाई भोकै लागेको छैन 2 बजीतिर खाएकोलाई बिहानदेखि एकैचोटि 2:30 समथिङ त्यति भएको थियो होला 2-3 बजेको थियो अलमोस्ट 3 त बजेको थियो होला होइन त्यहाँदेखि त्यति बेलासम्म चाहिँ हामी केही खाएको थिएन त्यहाँ आएर भात खायो मजाले अहिलेसम्म भोक लागेको छैन त्यहाँदेखि यहाँ आउनु छ म त सुतेर आइछु त्यहाँ यहाँसम्म त्यहाँदेखि चाहिँ उताको 3 दिनको लुगा डल्लै धोएँ सिलगढी गएको लुगाहरू आएको होइन डल्लै धोएँ सब्जीहरू डल्लै फ्रिजमा हालेर लुगा डल्लै धोएँ आफू पनि नुहाइँदै गरेर चाहिँ अब चाहिँ म क्रिम लाउँदैछु छिप्पेन्दी चाहिँ नुहाइ पनि सकेको छ हो आमा कस्तो आउँछ यो क्रिम त कफी हेर्नु न कत्रो बनाएर ल्याइरहेको छु मैले बाई बाई सिलगढीको जर्नी पनि खत्तम भयो त्यस्तो खालको थाकिन पनि आज होइन सुतेर आएर होला बाहिर निक्लेर यताउता सपिङ गर्नु परेन नि त एउटा दोकानमा गयो टक 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 3-4 घन्टा त्यहाँ बितायो त्यहाँदेखि चाहिँ आयो त्यस्तो गरेर अस्तिको दिन चाहिँ म फर्स्ट यहाँबाट गएको दिन चाहिँ यस्तो डर टाउको आँखा दुखेको यस्तो खालको दुखेको भेनाएर खाना खाँदाखेरि म यसरी सुतेको एकछिनमा आँखा बन्द गरेर त्यहाँदेखि त्यो फ्रिजको कोकले चाहिँ यहाँ सेकाउँदा भएको डल्लै बेसी डर दुखेको कि म कहिले चाहिँ रुम गएर चाहिँ त्यहाँ होटलमा गएर चाहिँ सुतौँ भन्ने भएको क्या त्यहाँदेखि चाहिँ अहिले चाहिँ अलिकति उयो भइरहेको छ तर पुरा स्क्रच भइरहेको छ कि यो चस्मा नै राम्रै देखेको छैन सो यो सब बाई गुड नाइट अर्को भ्लग भेटौँ होला तपाईँहरूलाई बाई बाई गुड नाइट